Hi everyone, welcome back to my video. आज मैले यो दुईटा बाइकको स्ट्यान्डर्ड बल्बबाट लिड लाइनमा अपग्रेड गर्न लागेको छु। यो टर्न सिग्नल सहित यो अगाडि पछाडि दुईटैको त यो के हुन्छ भने जस्तै यो चाहिँ स्ट्यान्डर्ड बल्ब हेलोजन बल्ब अब यहाँ पनि हैन यो पहेँलो यो व्हाइट हुनुपर्ने यो पहेँलो देखिएको छ अनि यो टर्न सिग्नल पनि अलिकति यो पहेँलो त पहेँलै छ तर अलिकति क्लियर आएको छैन हैन। यसलाई चाहिँ मैले अब लिड लाइटमा चेन्ज गर्छु। Let's start. ओके यो मलाई आशा लाग्छ यो माथि लोवर बीमको लागि चाहिँ यो हाउजिङ हामीले खोल्नु पर्दैन अरु केही पनि चाहिँ यहाँबाट नै हामीले यसको यो क्याप रिमुभ गरेर रिप्लेस गर्न मिल्छ। Alright, this is हाम्रो स्ट्यान्डर्ड बल्ब। यसमा चाहिँ say has 7 bulb, it's a नयाँ bulb. Let's replace. Okay, seems okay हैन। Let's start गरेर हेरौँ त एकचोटी। ओके यो चाहिँ एकदमै ब्राइट देखिन्छ हैन बाबु। यो लाइटले चाहिँ एकदमै ब्राइट देखाइरहेको छ हैन। म यसलाई फेरि ब्याक टु इन्स्टल गर्छु। धुलै धुलो रहेछ अब कहिलेदेखि नखलेको हैन। म यसलाई हल्का धुलो उडाउन ट्राई गर्छु। यसको पार्ट फरक परेछ। अब यो चाहिँ हामीले यो यहाँबाट बोल्ट झिकेर चाहिँ यसको चाहिँ हामीले ट्राई गर्छौँ। ल हामीले फाइनली यो चाहिँ अलिकति स्ट्रगल भयो यो निकाल्नको लागि। अब चाहिँ यहाँबाट हामीलाई एक्सेस भयो डाइरेक्टली। हामीले यो हेडलाइटलाई यहीँबाट हातले मजाले एक्सेस हुने भयो, सजिलो भयो। पहिला हामीले उताबाट यतिकै हुन्छ कि भने ट्राई गरेको त्यताबाट भएन हैन। अब हामीले यहाँबाट मिलाएर सुरुमा हामीले यसलाई चाहिँ बल्बलाई मात्रै सिधै हालौँ अनि त्यसपछि प्लग इन चाहिँ पछि गर्नु पर्ला। Okay, right. हामीले पछि बोल्दैन हामीले ट्राई गर्छौँ है त। Oh, it's so bright. हैन? Okay.
यो गर्नुपर्छ। यहाँबाट पानीहरू चाहिँ छिर्नु हुँदैन हैन, त्यही भएर यो क्याप चाहिँ फुल्ली लागेको छ कि छैन राम्रोसँग मेक स्योर गर्नुपर्छ। हेडलाइट रिप्लेस भयो। अब हामीले यो टर्न सिग्नलहरू पनि रिप्लेस गर्छु यहाँबाट। यो किनभने यो आफ्टर मार्केट हो, यो हल्का वायर काटेर वायर हामीले चाहिँ जोड्नुपर्ने हुन्छ। अब कम्पनी मेड भएको भए चाहिँ अब सिधै क्लिप गऱ्यो हुन्छ। यसको लागि चाहिँ हामीले हल्का वायर काटेर अनि जोड्नुपर्ने हुन्छ। आफ्टर मार्केटको होइन, यसमा यो क्लिप फरक पर्छ, त्यही भएर म यसलाई यो ओरिजिनल कार्डलाई यहाँ बिचबाट काटेर यसमा चाहिँ मैले जोइन गर्छु, किनभने यसको यो जोइन फरक छ। अनि मलाई यो पुरै यहाँ अर्को हाल्न पनि ठिक लागेन, बरु बिचबाट काटेर म राम्रोसँग यसलाई जोइन गरिदिन्छु। ट्राई गरौँ होइन, यो यसरी काम गर्छ गर्दैन। एकचोटि बिफोर फिट गर्नुभन्दा अगाडि यहाँ ट्राई गरौँ। काम गऱ्यो भने चाहिँ सेट गर्ने, नत्र भने हामीले चेन्ज गर्नुपर्छ। लेट्स ट्राई। अलराइट, अहिले चाहिँ काम गऱ्यो होइन बाबु? अहिले यस्तो एकछिनलाई मात्रै होइन, ठिक छ। वायर चाहिँ कनेक्ट गऱ्यो, यसरी ट्राई गर्छौँ है त। ल सही वायर भएछ होइन, लुक्स बेटर। ल अहिले हामीले अब लिड लाइट इन्स्टल गऱ्यौँ, एकदमै टाइम लाग्यो, अलि स्ट्रगल भयो, तर फाइनल हामीले गऱ्यौँ होइन। That's good, isn't it? Let's put this one. Okay, try. Alright, it's working, है ना? ठीक छ।
Alright, एकचोटि हेरौँ फाइनलचोटि. Alright, it looks good, bright. Okay. अहिले चाहिँ हाम्रो अब फुल इन्स्टल गरिसक्यौँ हैन. तपाईले देख्न सक्नुहुन्छ कति डिफ्रेन्ट देखिएको छ भने वे बेटर देखिएको छ अहिले चाहिँ. तर यहाँ एउटा कुरा मिस भएको छ किनभने हामीले यो लिड लाइट हालिसकेपछि यसको यो एउटा लिडको रिले हाल्नुपर्ने हुन्छ. त्यो यसमा चाहिँ हाइपर फ्ल्यास भइरहेको छ. यो चाहिँ हामीले पुरै पछाडिको पनि हामी इन्स्टल गरिसकेपछि अनि म चाहिँ त्यो रिले पनि हाल्न ट्राई गर्छु. तर मसित अहिले छैन. यो चाहिँ अर्डर गर्नुपर्ने हुन्छ. यो हामीले यताउता इन्डिकेटर दिँदा चाहिँ यो नर्मलभन्दा बढी फास्ट भएको छ. किनभने यो रिले चाहिँ हामीले सेम रिलेले हुँदैन. त्यही भएर अर्को लिडवाला रिले नै हाल्नुपर्ने हुन्छ. अब हामी यो पछाडिको यो इन्स्टल गर्छौँ. पछाडिको मैले यो खोलिसकेको छु. तर अब यसमा खासै धेरै काम छैन. यो झिकेर अनि इन्स्टल मात्रै गर्ने बाँकी छ. यो चाहिँ एकचोटि झिकेर अहिले साइडमा राखिदिउँ. यो पछाडिको पनि अब हामीले यो आफ्टर मार्केट हालेको भएको भएर अब यसलाई हामीले अब काटेर फेरि हैन यसमा वायर कनेक्ट गर्नुपर्ने हुन्छ. अब त्यही गर्छौँ पहिला अगाडिको जस्तै. यसो नयाँ सेम एज अगाडिको जस्तै. यस्तो माथिबाट थिचेर थिच्यो भने राम्रो होला हैन. Alright, एकचोटि ट्राई गरौँ योले. Alright, it's working हैन. ओके. अहिले हामीले यो अब नम्बर प्लेट लाइट पनि चेन्ज गरिदिउँ. हेर्नुहोस्. ओके. यसमा पनि हामीले यो लिड लाइट. Okay, let me try. It's way better.
ओके, अब हामीले यो पछाडिको इन्डिकेटरहरू पनि हामीले वायर फिक्स गऱ्यौँ। एकचोटि ट्राई गरौँ। ओके, दुईटैले काम गरेको छ। यो रिले चेन्ज नगरिकन हुँदैन, किनभने यो एकदम हाइपर फ्ल्यास। यो चाहिँ हाम्रो रोड लिगल होइन। यो क्विक चाहिँ हामीले यसलाई स्लो डाउन गराउनुपर्छ। यो लाइट यो यति फास्ट चाहिँ हामीलाई प्रब्लम पर्छ रोडमा, एमओटी पास हुँदैन। त्यही भएर हाम्रो रिले चाहिँ यहाँ हुन्छ होइन। यो रिले चाहिँ यो लिडलाई चाहिँ यो कम्प्याटेबल हुने प्रकारको रिले चाहिँ चेन्ज गर्नुपर्छ। मैले यो मगाएर चाहिँ चेन्ज गर्छु, अनि त्यसपछि यो चाहिँ एज अ स्ट्यान्डर्ड रूपमा लाइटको स्पिड हुन्छ। यो खोलेको बेलामा ठिकै यो हाम्रो कुलेन्ट लेभल पनि चेक गर्न सक्यो होइन। यहाँ हाम्रो यो कुलेन्ट लेभल यो लो अनि यो चाहिँ हाई हो, हाम्रो चाहिँ मिडमा छ। त्यही भएर यो कुलेन्ट लेभल पनि ठिक छ। ओके, हामीले अब सबै 4वटै इन्डिकेटरहरू रिप्लेस गरिसक्यौँ। अब चाहिँ हामी यो यसको कभरहरू फेरि दिन्छौँ। ओके, हामीले सबै पार्ट्सहरू इन्स्टल गरिसक्यौँ। होपफुली एभ्रिथिङ इज ओके। ल फाइनली हामीले लाइट अनि यो 4वटै इन्डिकेटर इन्स्टल गऱ्यौँ। यो अगाडिको हेडलाइटले गर्दाखेरि अलिकति स्ट्रगल भयो, अलिक टाइम पनि लाग्यो। अनि हामीले यो ब्लूको चाहिँ हामीले चेन्ज गर्न सकेनौँ। लेट्स सी है त के डिफ्रेन्ट देखिन्छ। वाउ, यो हेडलाइट चाहिँ एक्सट्रिमली ब्राइट छ। अनि यो हाम्रो इन्डिकेटर पनि दामी, लिड लाइट होइन। यता पछाडि पनि यसको मैले यो लिड लाइट चेन्ज गरेको छु, हल्का ब्राइटर छ पहिलाभन्दा। यो लेड रिलेले गर्दाखेरि यो लाइटहरू चाहिँ एकदमै छिटो हाइपर फ्ल्यास भइरहेको छ। यो चाहिँ हामीले चेन्ज गर्नुपर्ने हुन्छ। यतिकै चाहिँ एमओटी पास हुँदैन। त्यही भएर हामीले जब यो इन्डिकेटरहरू चेन्ज गरिसकेपछि हामीले रिले पनि त्यही लिड कम्प्याटेबल हाल्नुपर्ने हुन्छ। अलिकति आज अलि ढिलो भयो, आज यो लाइट चेन्ज गरेको भएर। अनि यो टाइमिङ पनि यस्तै भयो कि हामीलाई लाइट यो डिफ्रेन्स देखाउनको लागि यो अँधेरो पनि भयो। थ्याङ्क यू सो मच यो यहाँसम्म भिडियो हेरिदिनु भयो। सी यू नेक्स्ट टाइम।